जोजोलपा सक्षिता जी रजिन महर्जन निर्देशक मगन एन्टरटेनमेन्ट या फाउन्डर अले सिइओ नापख क्रिएटिभ फिल्डले यको जय तर चाहिँ थौ अझ न चाहिँ जुन थो कार्यक्रम यादा चाहिँ अझ छु किसिममा क्रिएटिभ जी फैला दिया चाहिँ थु पद्धति अपनाइनास्न दक्षिण नाप्लाकला जिमिगुपति चाहिँ बोनापौ इनाप स्वीकार्न थान चाहिए पनि सक्कल मा बा तथा के पासती दाजु किजा सक्छ न चाहिँ लस्कुसे याना छ न अथवा चाहिँ जिमसँग चाहिँ थो मन चाहिँ नहुना चाहिँ टाइम यो लिमिटेसन चाहिँ एक्सपान्ड किया हो वो सियर सर्टेज चाहिँ कार्यक्रम ज्याजो चाहिँ इले कोचाकी चाहिँ जुन डिस्टर्बेन्स थियो ओ मजिमा दिया चाहिँ सक्सी हुँदैन दुनु गएको चाहिँ स्क्रिन केना छ न स्क्रिन केना छ न मगन एन्टरटेनमेन्ट हो ड्रिम विथ अस पिक्चर्स यो कोलाबोरेसन चाहिँ मथुरा दाई युक्ति सङ्गीत वो सले अले चाहिँ चन्द्रेश्वर दाई चोसाले चाहिँ तयार जुगु नेपाल भाषा थोमे सालरे म्युजिक भिडियो चाहिँ जुन देखा छ न 40औं मेख थो म्युजिक भिडियोले मथुरा जिन्दा जी थो चाहिँ भिजुअली कथा धाव खस सोफुको थे चो जिता गन्ता ला हले मियो ऑडियो जक हिसाबमा जोसला मियो न यो पे पुन्जा पे वे कल हाला दिनु कला थुमे चाहिँ सालरका चाहिँ पास्मिसन यो ठाउँहरू भन्छ प्याखन होइन त ज्याचिङ अथे चाहिँ थो चाहिँ मन्टेर नुलेन ठिक चाहिँ ढाउ ज्या खास दिएको ख ठो प्रोजेक्ट या नि चाहिँ छौ ख चाहिँ चुलो म ढासा रजिन्दैन चाहिँ नपाना स्याटे मतलब एकै पटेज 4-5 महिना न्याय डेगल जेगा छौ प्रोजेक्ट नपाया भन्ने मन छौ प्रोजेक्ट नपाया भन्ने रे छौ अले न्याब्ले उत्सव कार्यक्रम टेके इभेन्ट ते ताउति नाप्लासा अर्जगे ढाइछु मन छौ प्रोजेक्ट देन छौ प्रोजेक्ट ले गुब्लेज वे जेठु प्रोजेक्ट दे आजे सोचे नानले दाइ चाहिँ अब डेबुटी खखि मिले म जाछन् तिन फक मिले नाछन् तिन द्याटा योगा टाइम चाहिँ बिलका छ जे को न्यान नया त या दिया चाहिँ तयारी या त तर जुन छौ पर्टिकुलर चीज चाहिँ मेन्टेन जिन हुँगा नि फिल्डले वन पे तुके अनेक हैसस त त्यहाँ भइहास न यो प्याटर्न त मिलाइयामा हो अले चाहिँ थोक प्याटर्न त मिलाइयामा कोलाबोरेसन एकदम सक्सेसफुल अले नापमा चाहिँ आज नेपाल भाषा या अतिको यो म सक्ष्यान नुगले म चाहिँ कलाकार किजा मनोज महर्जन वेकैत न चाहिँ कन्सेप्ट नेगुले वेकन एक्साइटेड जुल चाहिँ मध्यको वेकैत तया छ न छौ नापाया मान्ने नापाया छुया मान्ने तर आसे पल्क टाइम चाहिँ या चाहिँ मान्दै हैन अथे राष्ट्रिय काइट न वे हिसाबमा खला बेला जुया चाहिँ क यो गर्नको मेन रिजन चाहिँ अब धेरै सिक्वल भयो भने चाहिँ मोनोटोनस हुन्छ के भ्युअर्सहरुलाई सो म पनि खासै सोची चाहिँ राखेको थिएन कि म गर्छु कि भन्दै गरौँ कि नगरौँ अब भन्न त पर्यो कति सिक्वल गर्ने जस्तो लागिरहेको थियो बट व्हेन आई हर्ड द स्टोरी म चाहिँ एकदम इम्प्रेस्ड भएँ मेरो एक्सपर्टिज चाहिँ धेरै जस्तो राइटिङ र डिरेक्सनमा हो अनि रजिनजीले चाहिँ ल अब एउटा म्युजिक भिडियो बनाउनु पर्यो नेपाली भाषामा गर्नु पर्यो भनेर भन्नुभयो ल हुन्छ भइहाल्छ नि हाम्रो अब कसरी हेल्प चाहिन्छ इक्विपमेन्ट के चाहिन्छ होइन हेल्प चाहिँ कसरी चाहिन्छ भने तिमीले एक्टिङ गर्नु पर्यो यसमा पर्फर्म गर्नु पर्यो भने भन्नु म त ओहो ल गरौँ न त भन्ने भएन जिता चाहिँ दाइना फोन आया था प्रोजेक्ट यो कन्सेप्ट यङ के साथ में एकदमै बांला आउँछ अले जिचे मगनियो नापायो गुलिन प्रोजेक्ट दो व नापा जोडे जुया अले वो फुकन्यो नि प्रोजेक्ट ए छको रेफरेन्स गया चाहिँ आठो प्रिक्वेल सिक्वेल यो कठाउन ठो प्रोजेक्ट चाहिँ गु कठाउन चाहिँ प्रेजेन्ट याटा सनोखा वो खय एकदमै जिता चाहिँ युनिक ता हो वो खय यो ख थोमे के चाहिँ छौ न्याबिसो खन्सुर भाषा थो मे चाहिँ सुप मेट चाहिँ छप मेट तालेर सौदो छुरा छ ठुके सलिसा मिन ठुके गाबे जाजौदो अले अनछि जितो यम ओकेला छौ संयुक्त रूपमा चाहिँ मेट हेर सौदो तो म्युजिक भिडियो त विशेष याव कथा चाहिँ ठुके छंगु मग गुली बाला एक अले छंगु मग गुली बाला दुई कथा सलिचा स्टोरी एज अ सिक्वेल रूपमा चाहिँ ठुके स्टोरी दु तो स्वे ढुंगासी जिपि सोमा चाहिँ मिजपी आर्टिस्ट दु अरे जिसमा चाहिँ मिसामा आर्टिस्ट दु मला अरे सोमाए जिसा बालाका सोल के चाहिँ जिगु पहिला नै म्युजिक भिडियो सहायता युदुसा चाहिँ अन सोमाए छौ म्युजिक भिडियो चाहिँ दुछु सो फर्स्ट म्युजिक भिडियो चाहिँ छंगु मग जुन चाहिँ जिगु फर्स्ट डेब्यू नेपाल भाषा म्युजिक भिडियो न ख मला अझ ओके चाहिँ जियो
सुदीप दाई अहिले सेकेन्ड भिडियोले चाहिँ जो सलिचा धाउपट्टिमै ओके चाहिँ रजिन दाई जी डिरेक्टर अहिले थर्ड में चाहिँ जिता यम धागुमे मनोज दाई जी सोम थो चौथो जुन में रिलीज देतेउदु आज सक्केसना के नितेंगदु वो मेरे चाहिँ जी सोम निजापी वो जिना पयाना पेम थो जुन सालरे सालर ढुङ्गा चाहिँ जित यो मम्मी सुरुजु ने त्यही हिसाबमा चाहिँ स्टोरी डेभलप ना चाहिँ अथवा म्युजिक भिडियो निर्माण याना गुजुला जी सँग फर्स्ट टेन्जनले प्याखा हुल्ठे चन्नंगल उल्टके वो दुनिया भाइब्रेन्ट छु भाइ अले जे मात्र जाइन हालाटाउ जुलले मात्र जाइन ए हालाटाउ दि ठोस्या न्यने जिता यो म धाउटी मेलेन जे मगन्युए मेख मगन याउटी अडियो वाइज पनि दामी छ अनि भिडियो वाइज पनि दामी छ द मेन फोकस भनेकै यो चाहिँ मगन एन्टरटेनमेन्टको प्रडक्ट हो सो अभियसली नै राम्रो हुन्छ एज यु अल नो कि पहिलाको भिडियोहरू हेरे जस्तै अहिलेको भिडियो पनि त्यत्तिकै राम्रो छ एउटा म्युजिक भिडियो भनेपछि अभियसली त्यो चाहिँ एउटा म्युजिकले नै ड्राइभ गर्ने हुन्छ होइन फर्स्ट एन्ड फरमोस्ट चाहिँ म्युजिकै राम्रो भएन मान्छेलाई गीतै राम्रो लागेन भने त अब पछि भिडियो मात्रै राम्रो लाग्छ भने त अब त्यो रेयर केसमा मात्रै हुन्छ होइन भने चाहिँ हुँदैन त्यो प्रायः होइन तर अब यसको चाहिँ राम्रो खालको म्युजिक पनि राम्रो छ अनि रमाइलो हुन्छ मान्छेले रिपिटेटिभ पनि सुन्दाखेरि पनि अल्छी लाग्दैन भन्ने हिसाबले चाहिँ अहिले अब यो राम्रो पनि लाग्छ होला क्वालिटी वाइज पनि हामी हेर्नु हुँदाखेरि सबैलाई हेरौँ लाग्छ होला तपाईँहरूले हेरेपछि सायद तपाईँको फेसमा नि अलिकति स्माइल आउला कतै कतैतिर हाँस उठ्ला कुनै ठाउँमा नाच्नै मन लाग्ला सो यो म्युजिक भिडियो हेरिदिनु होला गीत मन पराइदिनु होला थ्याङ्क यू सो मच नमस्कार दादा के बोले एकचोटि हाँसौँ सबैजना लाइटमा मलाई चाहिँ लाइटै दिनु सक्दैन मलाई चाहिँ लाइटै नदिइरा क्या खोइ बाबाला पिएको दुख छहे जितैला खसानी से झंता है थुनुगला लेला खसानी से झंता है थुनुगला साला रे साला जिता यसमा चाहिँ हामीले साला रे साला जिता त्यो त घुमाउँ न एकचोटि यसो क्या एफोर्ट चाहिन्छ कन्सेप्ट चाहिन्छ स्टोरी बोर्ड चाहिन्छ त्यसै गरी वर्कसप्सहरू चाहिन्छ जुन चाहिँ सबै कुरा हामीले गरिसकेको छौँ सो यो भिडियो चाहिँ दामी हुन्छ सबैको एफोर्ट चाहिँ यसमा देख्छ भन्ने चाहिँ मलाई लाग्छ होइन त्यसो झन् मलाई अचम्म लाग्यो के अरे मनोज सर भइहाल्यो राष्ट्रिका म्याम पनि उहाँ त भइहाल्यो रजिन सर उहाँले त डान्स गर्नु भएको थिएन नि त पहिला मैले के सोचेँ रजिन सर र म एउटै लेनमा छौँ हो एकछिन त्यहाँनिर अब हाम्रो कोरियोग्राफर हुनुहुन्छ म्यामले एकछिन सिकाउनु भयो 5 मिनट भयो त्यो सबै स्टेप खरखर गर्न थाल्छ बा ल अनि तिमीले पहिला नि सिकायो भनेर भन्छु होइन मैले त भर्खर सिकाएँ झुट बोल रह्यो टाइप्सको फिल आइरहेको थियो एकछिन पछि त्यो अब हुन्छ नि 5 मिनटमा उहाँले हाम्रो म्यामले सिकाएर जाइसक्नुभयो मलाई के आएको छैन रजिन सर चाहिँ पुरा टक 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 बिटमा दिइरहेछ ल म त ल ठ्याक्क त्यो फर्स्ट डे त्यो हामीहरूको ट्रेनिङकै प्र्याक्टिसकै फर्स्ट डे चाहिँ गयो भाग्यो मलाई तर जे सबैले सपोर्ट गर्नु भयो सुदीप न एक्टिङ नाच्ने जिन गुली गुली चिज टाको टुको एक्टिङ या तर डान्स याव चाहिँ उले चाहिँ मरु नापा नापा स्कुले रिपले चाहिँ याना तर छौ चाहिँ जुन बडी स्ट्रक्चरमा चाहिँ डान्स यावती चाहिँ लचकता चाहिँ मा वो चीज चाहिँ मरु चाहिँ खदा तर चाहिँ वो न्यानी नयाँ माइन्ड सेटअप नाच्नु बेला वर्कसप रिहर्सल यानु बेला चाहिँ जिता चाहिँ तस्को अफ होला
चाहिँ पासा सुदीप त चाहिँ उयो त धाइबले नयाँ चाहिँ हनी नयाँ तनाव फिल ज्यादा हुन्छ चाहिँ फिल हेर्न तर चाहिँ जुन प्रोडक्सन नाप्न टाइप यहाँ वन माउजो जोले चाहिँ वर्कसप वो रिहर्सल टाइम में चाहिँ जिसे भतिर चाहिँ प्र्याक्टिस आयो अला अनलिप चाहिँ जी हान तयारी हो भने जुले चाहिँ सुदीपमा चाहिँ जी चाहिँ अपो चाहिँ डान्स प्र्याक्टिस चाहिँ यहाँ खाउँ कोरियोग्राफ प्र्याक्टिस चाहिँ म यहाँ खाउँगा 1 2 3 4 रजिन सर नाप्न डुब्ले चाहिँ रजिन सर एडी सोच्न रजिन सरको डिसिजन त न यही रह्यो चाहिँ जुया चुन्यो ठुके चाहिँ गर्जुला राछ रजिन सर थए चाहिँ एक्टिङ यो अछिले वन वो जुबले छौ च्यालेन्ज चाहिँ जिम्ट सुरु राछ अब एडी जुया चुन सर्ट त चाहिँ जिउ नि ढ्याट न भर्छ चाहिँ वो ग्याठे वो चिज चाहिँ आठो न्यू एक्सपिरियन्स चाहिँ म ठुके कया डिरेक्टर आफ्टर स्टेटमा हुँदाखेरि चाहिँ अब एक्ज्याक्टली भन्दाखेरि चाहिँ एकदम फाइनल डिसिजन दिन चाहिँ अलिक गाह्रै हुन्छ किनभने जहिले पनि पर्सेप्सन भन्ने कुरा चाहिँ प्रत्येक व्यक्ति पछि चाहिँ अलिक फरक आउने गर्छ अनि त्यसकारण चाहिँ अब कहिलेकाहीँ चाहिँ अब भएन कि मैले सोचेको र डिरेक्टरले सोच्नु भएको कुराहरू चाहिँ फरक आयो कि भन्ने कुरा चाहिँ मलाई वान्स इन अ वाइल चाहिँ त्यसरी मनमा आइरहन्थ्यो तर पछि फेरि हामीले प्रिभ्यू हेर्दाखेरि होइन ठिक छ यो यही नै हो मैले खोजेको भन्ने आउँदाखेरि चाहिँ ठिकै मैले ठिकै डिसिजन लिएँ भन्ने चाहिँ मलाई लाग्थ्यो थय निर्देशन यायो थय अभिनय यायो जसलाई चाहिँ यो को च्यालेन्जिङ त दै खने छ निर्देशन यायोले चाहिँ थमेस्या चाहिँ दोस्रो व्यक्ति चाहिँ फुक आवरण सोया चाहिँ एक्सप्रेसन हरेक चीज सोयोजी थय इन्भल्भ जे ढुङ्गा चाहिँ थय उक्ति मिस्टेक त अथवा सम्भावित मिस्टेक अथवा थते जिमा दिया चाहिँ सुना दाइ त यो चीज चाहिँ कन्सियसनेस चाहिँ ज्याद नि तर थो म्युजिक भिडियो यानले चाहिँ वो ह्यासल्स त्यता चाहिँ एकदम कम चाहिँ फिल जुल छादा चाहिँ थो म्युजिक भिडियो एसोसिएट डाइरेक्टर सञ्जीव रत्न साके वेको कलरिस्ट न ख वेकल चाहिँ मध्यको थन्थालाको थोजुया चाहिँ तो थेयामा देउ चाहिँ वेकल मध्यको थयाना चुना देउले ठुके चाहिँ अफुल ठुके जिन कलाकार ज्या भिडियो प्लस प्रोडक्सन सेभले चाहिँ पट्टि चाहिँ ठाको तैपनि झिमगन इन्टरटेनमेन्ट योपट्टि छौ छुटु राछ चाहिँ सुटिङ जी न्यायर ठासेवना हरेक चिज म्यानेजमेन्ट याउपट्टि पहिले चाहिँ ढक्क तयारी याउ जोडी चाहिँ जी प्रोडक्सन प्लस कलाकार जुसा टक उली चाहिँ ठाकु मचाका भर्छ आन चले जुयाचोम नाप चाहिँ खण्डु न कुल खण्डु जो हिसाबमा चाहिँ जी रजिन सर नाप चुना चाहिँ चिसँग छौ टी सर्ट न डिजाइनहरू ठुके दक्षता यही जी हो कुल बोइरिया चिसँग चाहिँ थो नेवा भाषा चाहिँ सिचो बाउच र्या जियो छौ ब्रान्ड थे छौ चाहिँ अयो तरिका चाहिँ छौ वन डिजाइन यानहरू जी चाहिँ हाना सेटे उनीले चाहिँ अरु चुपचाप छन्यो अरु चाहिँ मजोको जे हाना सिके चकचके होइन बन हालाज्ने होइन बन सनाज्ने ह्यागाज्ने निलाज्ने अले अर्जुनले चाहिँ सेट्यो माहौल न न्याय पुस्ने थिए छ जुटी ठो जुन चित्र जुन जो कुसा जुन आयो जुन बया जो जो सबले वो चाहिँ एकदमै न्यायसँग रोल छ डोची र जो रोल छ न एकदम पावरफुल रोल दुखे छ दसैले सहकर्मीसँग को एक्टर चाहिँ हुनुहुन्छ उहाँले पनि चाहिँ अब हाम्रो मेन एक्ट्रेसलाई चाहिँ रजिनलाई मात्र चाहिँ हाँसेर चाहिँ गर्ने मलाई चाहिँ गरेन मलाई चाहिँ बारम्बार भनिरहेको हुन्छ त्यो चाहिँ मलाई त्यहाँ सेटमा चाहिँ फिल भइरहेको थियो तर जब चाहिँ एडिटमा आएर चाहिँ मैले हेर्छु लास्टको सर्टमा राष्ट्रिकाले चाहिँ मलाई रिसाएर हेर्ने जब सुदीपकोमा चाहिँ पास भएर जाँदाखेरि उसलाई स्माइल गरेर चाहिँ हेर्दो रहेछ मलाई चाहिँ त्यो सुदीपले बारम्बार कम्प्लेन गरेकोले चाहिँ राष्ट्रिकाले दबाबमा आएर गरेको हो भन्ने चिज चाहिँ मनमा चाहिँ परेको हो होइन नपा न चाहिँ छौ कलाकारिता इनाज्नु ख तर नपा म्युजिक भिडियो चाहिँ जी ठुकै याद वैसा लेटापट्टि खोज्रा चाहिँ मगन इन्टरटेनमेन्ट या डिरेक्टर रजिन मर्जन नपा चाहिँ ठुके चाहिँ छौ स्क्रिन शेयर याद हुने चाहिँ टस्न लेटा अझ वैसानो चाहिँ निवाखिले चाहिँ ना जामपति ची मनोज मर्जन राष्ट्रिकै नपन चाहिँ ठुके स्क्रिन शेयर याद हुने चाहिँ जिरा एकदमै लेटा सुरुवातै छिसमा प्लानिङ योजना देखले चाहिँ गरिरहेको चाहिँ नाप मे चाहिँ भर्छ रोमान्टिक भर्छ चाहिँ दक्षन अछि या म मे नाप च्यालेन्ज छौ चाहिँ छुरा छ छिर ह्याब्ले ठाइ मेमको ठोमे चाहिँ भर्छ दक्षन निनी बजविक ले नाप चाहिँ त्यो डान्सिङ टाइपमा चाहिँ उनीहरू हिसाबमा चाहिँ नाप ले मनोज न दु मनोज त चाहिँ गर्न प्रेसहरू हिसाबमा चाहिँ छिसँग ठुके आर्ट डिरेक्सन चाहिँ यानो दु माजे मिख सुंग चलियो धाथे नुग
लुगा चालियो राख्थेँ मौसम सम्मी हालियो राख्थें थोड़ा हिस्सी दुबी खनलावला ले थोम्नु होला त्यहाँ चालियो ठोया भावे चाहिँ खास अथें कल्पना चोएको ख आसादु सिक्पिन्सन एकादि न्याइफुकादि अहिले स्पेसल्ली थेचे चोपी चुएलासी चोपी टबापी तमापी दाजुपी किसिम थिएन चाहिँ सुटिङ याबले चाहिँ सकिसन कोअर्डिनेट नाबिउडो सुटिङ स्पोर्टे टके हया ब्रेकफास्ट नकुम्पत्नी जे वैकुण्ठ माली वेकै कला गुणकेशरी माली जन यो सोभ्यालु अहिले ठो चाहिँ मे देख्दा चाहिँ सहयोगी आपी पास पिएजुला डेरी पिएजुला सन्तोष सरेजुला अनि बिन्दा यो कोही धन्यवाद ठाउँ बनी 5 बजे पल्क छु यी लिपा चाहिँ मगन इन्टरटेनमेन्ट यो अफिसियल युट्युब च्यानल पाकेन चाहिँ सोकुमी सक्कल पिनेको लागि चाहिँ रिलेट चाहिँ हुँदो थोमे यादा चाहिँ जिमित हपाबीको नापा चाहिँ नेपाल भाषा या चाहिँ कला क्षेत्र या सङ्गीत जीमा श्रव्य दृश्य जीमा ल्याङ्कीको निधि आँखिन्छ था यो पी मुनो पिन्दा चाहिँ सेयर हेर्न मेता न बेबे जिगा बेदैले चाहिँ भन्न सकिएको